जय नेपाल। नेपाल महिला सङ्घको जिल्लाले आफू मातहतका गाउँ वडा नगर वडा पालिका गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिका त्यसै गरी प्रदेश सभाको अरख र क्षेत्रीय अधिवेशनहरू गर्दै गर्दा नेपाल महिला सङ्घको संशोधित विधान 2078 मा भएका केही प्रावधानहरू म आज यहाँहरूलाई प्रष्ट पार्ने जमर्को गरेको छु। साथीहरू, कुनै पनि अधिवेशन सम्पन्न गर्दै गर्दा म थोरै एउटा सानो कुरा जानकारी गराउन चाहन्छु। अधिवेशनमा भाग लिने प्रतिनिधिहरू को हुन्छन् एउटा कुरा। दोस्रो कुरा, सम्बन्धित अधिवेशनले त्योभन्दा माथिल्लो तहको अधिवेशनका लागि प्रतिनिधि कति पठाउने व्यवस्था विधानले गरेको छ दोस्रो कुरा। र तेस्रो कुरा, सम्बन्धित समितिको अधिवेशन गर्दै गर्दा सम्बन्धित समितिमा कति पदाधिकारी र सदस्यहरू रहन्छन् सोको बारेमा प्रष्ट जानकारी हुनु आवश्यक छ। त्यसो हुँदा हामी विधानका बारेमा र आफूले बनाउँदै गरेको अधिवेशन सम्पन्न गर्दै गरेको कार्य समितिको बारेमा प्रष्ट हुन्छौँ। त्यसै क्रमगत रूपमा म पहिला गाउँ वडा अधिवेशन र यसको कार्य समितिको बारेमा जानकारी गराउन चाहन्छु। हामी गाउँ वडा अधिवेशन गर्दै गर्दा विधानको धारा भाग 3 धारा 7 को 1 को क मा के भनेको छ भने प्रत्येक गाउँपालिकाका वडाका नेपाल महिला सङ्घका सदस्यहरू वडा अधिवेशनका सदस्य हुनेछन्। वडा कार्य समितिका पदाधिकारी र सदस्यहरू वडा अधिवेशनका सदस्य हुनेछन्। त्यसै गरेर पार्टीका तर्फबाट नेपाली काङ्ग्रेसको पार्टीका तर्फबाट गाउँपालिकाको निर्वाचनमा निर्वाचित अथवा प्रत्याशी महिला उम्मेदवारहरू र कार्यपालिकामा मनोनित हुनुभएका महिला सदस्यहरू वडा अधिवेशनका पनि पदेन सदस्य हुनेछन्। यहाँनिर आएर अलिकति धेरै सबैले चासो व्यक्त गर्नुभएको कुरा मैले फेरि यहाँहरूलाई जानकारी गराएँ। त्यसै गरेर सम्बन्धित वडाबाट प्रदेश सभामा निर्वाचित महिला प्रदेश सभा सदस्य, समानुपातिक महिला सदस्य र महिला उम्मेदवारहरू वडा अधिवेशनका पनि सदस्य हुन्छन्। सम्बन्धित वडाबाट निर्वाचित वा समानुपातिक प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र सङ्घीय संसदका महिला उम्मेदवारहरू वडा अधिवेशनका सदस्य हुनेछन्। भनेपछि यसरी यो सबै तहबाट आउनु हुनेले वडा अधिवेशन सम्पन्न गर्नुहुन्छ। उसको काम कर्तव्य र अधिकारमा वडा अधिवेशनले समानुपातिक समावेशिताको सिद्धान्तलाई मध्यनजर राखी 5 जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित गर्छ। यो चाहिँ समानुपातिक समावेशी सिद्धान्तलाई मध्यनजर गरेर प्रत्येक वडाले क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्ने प्रावधान भने। त्यसै गरेर अब वडा अधिवेशनको, यो चाहिँ गाउँ तहको वडा अधिवेशनको कुरा गर्दैछु म। गाउँ तहको वडा कार्य समितिको गठनको प्रक्रिया नेपाल महिला सङ्घको विधानको धारा 3 को 3 ले के भन्छ भने अधिवेशनका सदस्यहरूले आफूमध्येबाट अध्यक्ष 1 जना, उपाध्यक्ष 1 जना, सचिव 1 जना र 4 जना सदस्यको निर्वाचन गर्छन्। निर्वाचित अध्यक्षले निर्वाचित सदस्यहरूमध्येबाट उपाध्यक्ष 1 जना, सचिव 1 जना, सहसचिव 1 जना र कोषाध्यक्षको मनोनयन गर्छन्। त्यसै गरेर अध्यक्षले समानुपातिक समावेशिताको सिद्धान्तलाई मध्यनजर राखी अधिवेशनका सदस्यहरूमध्येबाट 4 जना सदस्यको पनि मनोनयन गर्न सक्नेछन्। वडा कार्य समिति जम्मा 11 सदस्य हुन्छ। यो गाउँपालिकाको वडा समिति भयो। धन्यवाद। जय नेपाल। म अर्को भिडियोमा गाउँ वडा जस्तै नगर वडाको बारेमा यहाँहरूलाई जानकारी गराउने जमर्को गर्नेछु।